मान्छेले ईश्वर जस्तै अनि ईश्वरको जीवनलाई कसरी जिउँछ उसको दैनिक जीवन भनेर हेर्ने इच्छा गरेछ अनि त्यो व्यक्तिले यति बेसी ईश्वरसँग बिन्ती भाव पनि बिसाएछ। अनि त्यो बिसाउँदै गर्दाखेरि ईश्वरले पनि भनेछ ठिकै छ तँलाई म त्यो समयहरू दिन्छु, तर त्यो दिँदै गर्दाखेरि एउटा कुरा चाहिँ तैँले याद गर्नु, तैँले बोल्नु पाउँदैनस् अनि तैँले कुनै पनि प्रतिक्रिया नदिनु भनेर त्यो व्यक्तिलाई ईश्वरले एउटा शर्त राखेछ, टर्म राखेछ है। अनि त्यो मान्छे पनि एकदमै खुसी भएर ओके गरेछ। अनि त्यसपछि भोलिको बिहानदेखि तेरो दिन सुरु हुन्छ भनेर ईश्वरले भनेपछि जब भोलि बिहान हुन्छ, बिहान भएर ऊ ईश्वरको जग्गामा बसिराखेको छ अनि त्यति नै बेला एउटा व्यापारी आउँछ उसको छेउमा नजिक आएर उसले व्यापारीले ईश्वरलाई त्यो व्यक्तिको अगाडि आएर धन्यवाद दिन्छ। धन्यवाद दिएपछि जब त्यो व्यक्ति फर्किन्छ, त्यो व्यापारी फर्किँदै गर्दाखेरि उसले आफूसँग ल्याएको पैसाको थैली, पैसाको पोल्टो अथवा वालेट त्यहाँनिर झारी पठाउँछ अनि उसलाई थाहा हुँदैन। अनि त्यो व्यक्तिसित जान्छ अनि त्यो मान्छेले त्यो पोल्टो हेरिराखेको छ अनि त्यो मान्छे जानु बित्तिकै एकै क्षणमा एकजना अर्को गरिब मान्छे पनि आउँछ। एकदमै गरिब मान्छे आएर त्यो ईश्वरलाई धन्यवाद अनि प्रार्थनाहरू गर्छ। प्रार्थना गरिसकेपछि जसरी त्यो प्रार्थना गरिसक्छ त्यो गरिब मान्छेले त्यो रुपियाँको पोल्टोलाई देख्छ अनि त्यो रुपियाँको पोल्टो त्यो थैलालाई देखेर टिपेर त्यो गरिबले एकदमै खुसी भएर ईश्वरलाई धन्यवाद दिँदै ऊ जान्छ, त्यहाँबाट निस्किन्छ। अनि निस्किसकेपछि एकैछिनमा फेरि अर्को व्यक्ति पनि आउँछ। त्यो व्यक्ति चाहिँ उसको यात्री हुन्छ अनि एकदमै टुर गर्ने व्यक्ति हुन्छ। अनि त्यो मान्छे आफ्नो यात्राको लागि त्यो ईश्वरलाई धन्यवाद दिनु अथवा यात्राको लागि प्रार्थना गर्न आएछ। अनि आइसकेपछि जब उसले जानै के लागेको थियो त्यो सुरुको धनी मान्छे आएर मेरो पोल्टो यहाँनिर झरेको थियो, यो मान्छेले लग्यो भनेर ब्लेम लाएर पुलिसहरू लिएर त्यो मान्छेलाई जेलखानमा हालिदिएछ। अनि त्यो देख्दै गर्दाखेरि त्यो मान्छेलाई यति साह्रो रिस उठ्यो, यति साह्रो उसलाई मन दुख्यो। त्योबाट उसले त्यहाँबाट कराएछ, भनेछ होइन, पुलिसहरूलाई भनेछ होइन यो मान्छेले चाहिँ यो धनी मान्छेको पोल्टो लगेको होइन, अघि एकजना गरिब आएको थियो त्यो मान्छेले यो मान्छेको पोल्टो पैसा लगेको छ भनेर भनिदिएछ। अनि एकदमै खुसी भएछ दुईजना। एकदमै त्यो मान्छे मैले केही गरेँ भनेर चाहिँ गर्वसाथ ईश्वरलाई बेलुकी साँझमा भनेछ मैले यस्तो गरेँ उस्तो गरेँ भन्दा थियो। ईश्वरले पनि भनेछ तिमीले एकदमै गलत गर्यौ, किन भन्दै गर्दाखेरि तिमीले ईश्वरको योजनालाई चाहिँ भत्ताभङ्ग बनायौ भनेर त्यहाँनिर भनेछ ईश्वरले। किन भन्दै गर्दाखेरि जुन सुरुमा आएको त्यो धनी व्यक्ति थियो, त्यो व्यापारी थियो, त्यो बिजनेसम्यान चाहिँ एकदमै नराम्रो, एकदमै असल व्यवहार नभएको व्यक्ति थियो। अनि उसले कर्मको फल चाहिँ त्यही हो, उसले त्यसरी नै उसको त्यो पैसा रुपियाँ खोसिएको भनेर त्यो ईश्वरले बताए बापत जुन गरिब थियो त्यो गरिबलाई मैले त्यहाँबाट यसरी जुटाइदिएको हो। तर जुन अन्तमा आएको त्यो यात्री थियो, त्यो यात्रीलाई बेकसुर जेलमा हालेको कारण चाहिँ त्यो यात्रीको जुन प्लेन चाहिँ आज क्रास हुन लागेको थियो। अनि यात्रीलाई बचाउन लागि मैले त्यो कुराहरू भएको भनेर यहाँनिर घटना पाउँदै गर्दाखेरि त्यो मान्छे चाहिँ एकदमै दुखित भएको छ। यो एउटा कथा मात्रै हो, तर यो कथाबाट तपाईँलाई म एउटा कुरा बताउन चाहन्छु। तपाईँको जीवनमा विभिन्न कुराहरू हुन्छ, विभिन्न कुराहरू घट्छ अनि तपाईँले नसोचेको कुराहरू होला, तपाईँको सोचाइदेखिको बाहिर कुराहरू, केही नमिलेको कुराहरू होला, सम्बन्धमा नमिलिरहेको होला, तपाईँको जीवनमा तपाईँको योजनाहरू पुरा नभइरहेको होला। तर म एउटा कुरा तपाईँलाई बताउन चाहन्छु, ईश्वरले तपाईँलाई साँच्चै नै जुनै अवस्था र जुनै स्थितिमा पनि उहाँको योजना पुरा गर्दै हुनुहुन्छ ईश्वरले। यो कुरा म तपाईँलाई बताउन चाहन्छु। तपाईँको फेलुर भएको दिनहरूमा पनि ईश्वरको योजना छ। किन भन्दै गर्दाखेरि बाइबलमा यसरी एउटा खण्डमा लेखेको